आइया जहाँमा लाउनेको आइया जहाँमा लाउनेको सब्सक्राइब बटनमा ठोक्दैन फेरि जोखिँदा पनि 53 नै पुग्छ त हेलो साथीहरू नमस्ते सेवारो सबैजनामा ढोकिए म चाहिँ आज फेरि भिडियो स्टार्ट गर्दैछु यति बेला दिनको 12-11 बजे भर्खर खानासाना खाएर हैन निस्केको म चाहिँ अब हामी अब जान लागेको हो क्या भुकुलु कहाँ जान लागेको चुइक गर्न जान लागेको हैन चुइक गर्न जान लागेको त्यही भएर हतार हतार गरेर यो भिडियो स्टार्ट गरेको हैन नानी निन्द्रामा उठाइङ अनि रोइङ आँखामा केले खाइङ टोपी पर्दैन अरे मम्मीले भनेको अब चाहिँ हामी चाहिँ लागेको साथीहरू लाग्यौँ ल हामी चाहिँ लागेको हामी गएको अब हैन दुई घोस्नुको लागि हाम्रो बच्चेलाई यता हुनुहुन्छ हाम्रो दिदी यहाँ हुनुहुन्छ हाम्रो बच्चे र म चाहिँ यहाँ छौँ पानी पनि फिसफिस पर्दैछ हैन बाटो पनि हेर्नु त हेर्दैछौँ त बाटोको हालत चाहिँ यस्तै छ छन् चाहिँ के गर्नु जहिले पानी मात्रै पर्ने ठाउँ हुसु मात्रै लाग्ने ठाउँ बल्ल घाम लागेको घाम पनि के यस्तो पानी पर्दैछ नि ल अब चाहिँ हामी जानुपर्ने हुन्छ साथीहरू जाँदैछौँ अब कति रुने हो थाहा छैन होइन जम्मै बाटो यस्तो छ अब नानी पनि बोकिएको छ अब यसो बाटो हेर्नुपर्छ ल साथीहरू होइन बाटोको हालत चाहिँ यस्तो छ है अब यस्तो छ के हो यस्तो म चाहिँ यहाँ भुकुलु बोक्दैछु लड्यो भने के हुन्छ अन्त म त यो संसारमा नबाचे पनि हुन्छ होला होइन स्वास्थ्य चाहिँ हो तल छ आज अब ढिलो भयो बाटो यस्तो छ तल हेर्दै पो रहेछ लु हेर हेर्ने भने अन्य अमत न अम्मा ल हेर अब एकछिन त हो हाँस्ने तल बाटो यस्तो छ अप्ठ्यारो बाटो भयो ल नानी आखी भन्ने बाटो यस्तो छ फोनमा त हेर्ने अरे लु हेर कति बेलासम्म हेर्ने हेर तँलाई म खिचाइराख्छु नि त सक्छु एउटा हातले बोक्नु सक्ने ताकत छ मेरो जिउमा अझै पनि बुझिस् सक्छु हाँस्न नि हाँस्न निन्द्रामा पुन्टुलुको बच्चे अचम्मै छ अब चाहिँ हामी पुग्नु लाग्यौँ होइन नानी पुग्यौँ बाटो यस्तो छ लु माथि निस्किनु पर्ने होइन अब हामी चाहिँ अब आइपुग्यौँ है अब तिमीलाई खोज्नु पर्ने हुन्छ तिमीलाई कस्तो छ लु ठिक छ दुख्दैन नि कि दुख्छ 55 मेरो दिदी चाहिँ 55 अरे आङ्गा ल आङ्गा कस्तो थाक्ताङ ल म चाहिँ कति पुग्दा रहेछ कम पुग्नु त पर्ने हो यो लु घटिएन 50 53 52 केजी 53 लु फेरि 6 केजी मोटाइएछ म चाहिँ चिता नबुझेर फेरि जोखिएको होइन फेरि जोखिँदा पनि 53 नै पुग्छ त 51.5 52 के पो गर्नुपर्ने पुन्टुलु अब रुने त होला तिमी होइन तिमी रुने होला खुट्टा उठाएर होइन ल अरे रुने अरे लु अब हालिदिने हो चुई चाकमा बोइ त कालो लाउनु पर्ने हैन भोलि पर्सि सबै गु लागिहाल्छ जस्तो लगाइदिनु म त नलाइदिएको घरमा मात्रै हेर्नु घरमा मात्रै हेर्नु किन हो
त्यस्तो नगरौँ ल तपाईँ अघि अब रामाको जजेन हालौँ त्यस्तो सैलानीतिरहरू घोडा अया भाँगेर अब 3 दिनसम्म हो म नि त मेरो पुन्टुले रुख अरे दह्रो पो हुनुपर्छ त दह्रो होइन कपाल कपाल हातमा परेछ हामी चाहिँ आएको होइन सुई घोचेर पनि आइसक्यौँ होइन पुन्टुलु दुख्यो दुख्यो दुखेको छैन कम त दह्रो छैन हेर्दैछ खाङ अन्य हामी चाहिँ गएको घर होइन हामी घर गएको पो रुँदै रुँदै के को रुन्छ हौ रुँदैन अब यति डह्रो मान्छे रुयो भने त हुँदैन नि त लु सुत्न तिमी अब है यस्तो उकालो बाटो जानुपर्ने चाहिँ आइयामाई आइयामाई आइया आइयामाई 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 हामी चाहिँ कुदौँला न नि उकालो हामी चाहिँ उहाँ तलदेखि होइन उहाँ तलदेखि यता यता यो उकालो बाटो आइसक्यौँ हाम्रो दिदी चाहिँ उहाँ आउँदै हुनुहुन्छ हामी यति माथि आइपुगिसक्यौँ होइन म नानी बोकेर यहाँ आइपुगिसकेँ यहाँ आइपुग्छ त आइया मस मस हाम्रो दिदी उहाँ आउँदै हुनुहुन्छ थाक्यो हामी जाने ल घर हामी जाने मम्मी नपर्खिने ल अब हामी चाहिँ घर गएको यस्तो छ इलाम र पास्थरको सिमानाको बाटो पास्थर र इलामको सिमानाको बाटो यस्तो छ गाइजहरू तपाईँहरू देख्न सक्नुहुन्छ होइन नानी हाई हाई अब चाहिँ हामी घर पुगेर भेट्नुपर्छ ल किनभने म नानी बोकिरहेको छु नि त त्यही भएर अप्ठ्यारो भयो क्या मलाई साथीहरू आज पनि हामी आइसकेको छौँ फुपू र म नै दुईजना बारीमा आज चाहिँ अलिक छिटो आयौँ है हिजो 2 बजी आयौँ भने आज 12 साढेमै आएको छौँ कोदो रोप्नु चाहिँ कहिलेसम्म सक्ने हो थाहा पनि छैन यसरी नै हो हामी त जहिले अब जहिले यसरी नै आउँछौँ हामी जहिले नसकिन्जेलसम्म के कोदो रोप्नु होइन आलु खुन्नु नसकिन्जेलसम्म मकै गोड्नु नसकिन्जेलसम्म आइया जाहामा लाउनेको आइया जाहामा लाउनेको आइया जाहामा लाउनेको क्या होइन फुपू हो अब हामी चाहिँ भर्खर आउँदैछौँ यति बेला पानी पर्ला जस्तो भइरहेछ के गर्नु यस्तै छ यो ठाउँको मौसमै म त बुझ्नु सक्दिनँ हौ फुपू अहिले घाम लाग्छ अहिले पानी पर्छ त्यही भएर हामी चाहिँ अब अहिले जाँदैछौँ कोदो रोप्नु आलु खुन्नु सबै गर्नु बिउ पनि उखाल्नु पर्ने छ आज त त्यही भएर हेर्दै गर्नु साथीहरू आज चाहिँ हामी कति रोप्दा रहेछौँ है हिजो त संसार रोपेको थियौँ आज कति रोप्छौँ 2 बजे निस्किँदाखेरि आज 12:30 हिजो 2 बजे निस्किँदा पनि धेरै रोपेको थियौँ आज 12 12:30मा निस्किँदा कति रोप्छौँ हेरौँ ल तर हिजो अस्ति रोपिँदैन भरे देखाउँछु लास्टमा आएर हेर्नु अहिले चाहिँ हामी चाहिँ खाजा खानु पनि आइसक्यौँ भने साथीहरू खाजा खाने टाइम पनि भइसकेको छ आज चाहिँ हाम्रो साइली फुपूले कस्तो स्पेसल खाजा बनाउनु भएको छ भने नि चाउमिन छ चाउमिन छ अनि चिया आज चाहिँ कालो चिया खाएको हामीले हाम्रो आजको खाजा खानु फुपू लु खानु सबैले खानु अब हामी चाहिँ खानु लागेको यति धेरै चाउमिन खाएर अब भरे भात छिर्दैन पो लु खानु खानुहोस् ल फुपू अब म पनि खाएँ ल हामी चाहिँ अब खाजा खाएर पनि लागेको मेलोमा अल्छी पो लाग्यो बुढी अगाएपछि त अब हामीले चाहिँ अघि खुनिरहेको छौँ ठुलो पो आलु फालेछौँ त अघि नै हामीले खुनिरहेछौँ अनि यहाँ रोप्यौँ पनि अनि बिउ पनि उखाल्यौँ अब यति खुनेको छौँ
अब हामी फेरि फुपू रोप्नु पर्ने हुन्छ होइन यो माथिसम्म खन्नुपर्छ अनि रोप्नुपर्छ अझै हामी खन्नुतिर लाग्यौँ है मकैबारी दर्याम दर्याम हाम्रो साथी फुपूले झ्याम्का झ्याम हान्नु थाल्नु भइसकेछ साथीहरू मैले पनि हान्नुपर्ने हुन्छ अब हामी चाहिँ होइन साथीहरू अब चाहिँ लाग्यो है घरतिर अहिले साँझको 7 बजेको छ तपाईँहरू अहिले देख्न सक्नुहुन्छ हामीलाई अहिले फुपू के भयो रुनु पो थाल्नु कि क्या रुनु थालेको नि रात बेकारे होइन डर लागेर बेकारे होइन अब हामी चाहिँ घर लाग्यौँ है साथीहरू अब घरको स्थिति गएर बुझ्नुपर्ने हुन्छ कस्तो छ हिजो अस्ति पाकिराखेको थियो भने चाहिँ खुसी भइन्थ्यो आज त पाकेको छैन होला किनभने नानीलाई सुई घोचेको छ नि त आज अनि यता आउँदै हुनुहुन्छ हाम्रो भेना आलु बोकेर हो हाम्रो आज चाहिँ भारी मैले भेनालाई बोकाइदिएको नि त कति मैले मात्रै बोक्नु होइन ऊ कस्तो राम्रो देखिँदैछ ऊ हाम्रो साइली फुपूलाई त झन् आम्मामा यो माथि कान्छी फुपूले रोप्नु हुने रे यो कोदोको बिउ फुपूलाई लगिदिँदै गरेको नेवाङ्गी रोप्नु हुने रे हामी चाहिँ लाग्यौँ अब खोल्सीतिर छिरी अँध्यारो हुन्छ कि अब देखिँदैन ल अहिले चाहिँ होइन साथीहरू के भन्छ घर आयोहरू पनि म चाहिँ भिडियो एडिट गरेर होइन अहिले चाहिँ 9 बजिरहेछ है नानी यहाँ हुनु अनि हामी आमा छोरी चाहिँ खाना खाँदैछौँ नि आगर्नु त खाना खाँदैछौँ दुईजना यति राति क्या अघि भोक लागेन खाइएन अनि हामी केबाट खाना खाँदैछौँ नानी खोइ उठाएर देखाउनु त हामी कुकरबाट खाइदिएको क्या खाना अनि के गर्नु त होइन ल खानु हाम्रो आमा छोरीको चर्ती कला रातिको 9 बजे कुकरबाट भात हान्दैछौँ होइन त्यही हो साथी अब आजको भिडियो यस्तै भयो लामो पनि भएन होइन अब भोलि फेरि अर्को भिडियोमा भेट्नुपर्छ है त कुरा मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु पर्दैन साथीहरू के साह्रो हो न लाइक कमेन्ट गरिदिनु भिडियो हेरेर अचम्मै लाउँछ होइन नानी सब्सक्राइब गरिदिनु नि सब्सक्राइब बटन में ठोक देना फिर बोलो एक बार लाइक बटन में ठोक देना शेयर बटन में ठोक देना सब्सक्राइब कर देना ठीक है इतना सपोर्टिव बेटी हो ना तो क्या बोलता है उसको नसीब वाले होते हैं ना नसीब वाले है ना हाँ ठीक है बाय बाय बोलो बाय बाय नेक्स्ट वीडियो में मिलेंगे नेक्स्ट वीडियो में